थाहा छ तामाङलाई सकाउनलाई तामाङ नै लाग्यो क्या तामाङहरूको बुद्धिमा चाहिँ म चाहिँ के भन्छु भने तामाङलाई होइन तामाङहरू यतिसम्मको चाहिँ तल गिर्छन् जस्तो मलाई लागेको थिएन क्या आज कुलमान एउटा तामाङको छोरा होइन राष्ट्रिय नायकको रूपमा होइन उज्यालो नेपालका चाहिँ नायकको रूपमा चाहिँ आज कुलमान घिसिङ जस्तो व्यक्ति यो काठमाडौँमा उठेको यो काठमाडौँको मान्छेले बुझ्दै बदैन अब गरिखा अब तिमीहरू भोलि पछि थाहा पाउँछ भए अहिले केही पनि भन्नुहुन्न होइन अब कुलमानलाई आज तिमीहरूले रुवाएको छौ नि कुलमानलाई आज हराएको छौ नि तिमीहरूको समय कहिले पनि आउँदैन कुलमान अब यो ठाउँबाट उठ्दैन कहिले नउठ कुलमानलाई पनि कुलमान दाइलाई पनि के भन्छु भने आफ्नै जिल्लाबाट उठेको भाइ सायद आज होइन बहुमतले जितेर आउनुहुन्थ्यो होला होइन भारी मतले जितेर आउनुहुन्थ्यो गगन थापालाई हराउनु भनेको आफ्नै पार्टीको कारणले हो गगन थापा जस्तो व्यक्तिलाई आफ्नै पार्टीका चाहिँ नायकहरूले खलनायक हिरोहरूको रोल खेलेका व्यक्तिहरूले हराएको हो तर अन्तिम घडीसम्म यहाँ जित सुरक्षित हुँदै गइसकेपछि लडाइँ नहोला भन्ने छैन अझै खतराको घडी बढ्न सक्छ ठाउँ ठाउँमा अझै पनि सेनाहरू चाहिँ अलिकति कटिबद्ध रूपले खट्नु होला नेपाल प्रहरीले कटिबद्ध रूपले हेरिदिनु होला तर लास्ट भएपछि जे पनि हुनसक्छ अर्को साम्पाङ जित्न पर्ने मान्छे हुन् है यो देशले चाहेको यो देशको एउटा भूमिपुत्र मात्र नभई यो देशको एउटा सबैभन्दा फरक किसिमका मेरो म गर्नुहुन्छ म गर्छु उहाँलाई र उहाँ एउटा साँच्चीकै भन्नु पर्दाखेरि एउटा राष्ट्रवादी हो हर्क साम्बाङले जित्न पर्ने थियो यहाँ तपाईँको यहाँ काठमाडौँमा पनि हाम्रो कुलमान घिसिङजीले जित्न पर्ने थियो होइन यस्ता यस्ता व्यक्तिहरूले हार्नु भनेको देश धेरै 100 वर्ष पछाडि 60 वर्ष पछाडि देश जानु रविको जित चितवन क्षेत्र नम्बर 2 बाट सुनिश्चित नै देखियो लगभग जिति नै सक्नुभयो अब रविज्यूलाई